साथीहरू स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज हामी यस भिडियोमा हामीले आफूलाई कसरी मोटिभेट गर्ने भन्ने सन्दर्भमा कुरा गर्नेछौँ। साथीहरू हामी जीवनमा थुप्रै कामहरू गर्छौँ। म पनि काम गर्छु, हजुर पनि काम गर्नुहुन्छ होला। ती कामहरू गर्दा हाम्रो जीवनमा थुप्रै बाधाहरू हुन्छन्। थुप्रै व्यक्तिहरू हामीलाई आलोचना गर्छन्, थुप्रै व्यक्ति हाम्रो प्रशंसा गर्छन्। तब हाम्रो दिमाग असन्तुलन हुन्छ। जब कोही हाम्रो आलोचना गर्छ तब हामी डिमोटिभेट हुन्छौँ। कोही हाम्रो प्रशंसा गर्छ भने हामी खुसी हुन्छौँ, एप्रिसिएट भएको महसुस गर्छौँ। कोही हामीसँग मतलब गर्दैन भने हामी दुःखी हुन्छौँ। यस्ता थुप्रै कुराहरू हुन्छन् जसले गर्दा हाम्रो जीवनमा असन्तुलन आउँछ। साथीहरू सर्वप्रथम त म हजुरहरूलाई के भन्न चाहन्छु भने बाह्य प्रभावले तिमीमा प्रभाव पार्न नसकोस्। कोही मान्छे तिम्रो प्रशंसा गर्छ, आलोचना गर्छ, तिमीले स्थिर हुनुपर्छ, कन्स्टेन्ट हुनुपर्छ। कसैले तिम्रो केही गर्दा पनि तिम्रो व्यवहारमा नपरिवर्तन आउने तिम्रो स्वभाव हुनुपर्छ। तर यदि परिवर्तन आइ नै हाल्यो भने हामीले आफूलाई मोटिभेट कसरी गर्ने? हामीले मोटिभेट गर्नुको निम्ति हामीले निरन्तर रूपमा लाग्नुपर्छ है। नराम्रा विचार मनमा ल्याउनु हुँदैन। विभिन्न किताबहरूको पढ्नुपर्छ, विभिन्न व्यक्तिहरूको सङ्गत गर्नुपर्छ, सत्सङ्गत गर्नुपर्छ। तब हामी आफूलाई मोटिभेट गर्न सक्छौँ। यस्ता कुराहरूले तिम्रो जीवनको परिवर्तन गर्न सक्छ है। नराम्रा विचार मनमा नल्याऊ। निरन्तर रूपमा कर्म गर, कर्ममा विश्वास गर। श्रीकृष्ण भगवान गीतामा हुन्छ, कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। तिम्रो काम कर्म गर्ने हो, फल दिने भगवान हुन्। त्यसैले निरन्तर रूपमा काम गर, कसैबाट केही कुराको आशा नगर। निरन्तर रूपमा काम गर। यो समाज तिम्रो प्रशंसा पनि गर्न सक्छ। यो समाज तिमीलाई नराम्रो बाटोमा लगाउनुको निम्ति उत्प्रेरित पनि गर्न सक्छ। तिमीलाई भगवानले दिमाग दिएका छन्, त्यसको प्रयोग गर, कर्म गर। कर्मबाट नै भाग्य बन्छ। थुप्रै मान्छेहरू थुप्रै पटक असफल भएर पनि यदि इतिहास बनाउन सक्छन् भने तिमी त 1-2 पटक 10 पटक असफल हुन्छौ। किन तिमी हरास हुन्छौ? निरन्तर रूपमा आफ्नो काम गर र यस्तै भिडियोको लागि हाम्रो च्यानल